हामी देख्न सक्छौँ यहाँनिर हाम्रो एकजना जाजरकोटबाट सर आउँदै हुनुहुन्छ। यो काँक्रै लिनको लागि आउनुभएको छ घरदेखि। हजुर सर नमस्कार। हजुर नमस्कार। हजुर नमस्कार। कहाँदेखि आउनुभयो सर? म जाजरकोटदेखि आएको, वीरेन्द्रनगर जाने हो, अनि बाटोमा काँक्रा छ भनेर यता लिनलाई आएको। भक्तपुरकै विशेष गरी हो। हजुर यो तपाईँलाई चाहिँ कसले भन्नुभयो यहाँ? यो चुप्रा खोलामा चाहिँ काँक्रा प्रसिद्ध छ नि त। ए झुप्राको काँक्रा होइन? झुप्राको यो फेरि उहाँले चाहिँ अर्ग्यानिक बाख्राको मोल, उहाँ पनि जाजरकोटबाटै आउनुभएको रहेछ सर होइन? पहिला जुम्लाबाट हो सर? होइन, जाजरकोटबाट नै हाम्रो सर के किसान, यहाँको किसान जुम्लाको हुनुहुन्छ। जुम्लाको हुनुहुन्न रहेछ। हजुर। अनि उहाँले चाहिँ मैले सुन्नमा आएको, उहाँले चाहिँ बाख्राको मोल र यो झुप्राको पानीभन्दा केही युज गर्नुहुन्न अरे यसमा। यसको टेस्ट कस्तो लाग्यो हजुरलाई? स्वाद चाहिँ एकदम लोकल काँक्रा। अब भक्तपुरी लोकल भनेपछि यो देशैभरि चाहिँ प्रसिद्ध छ। हजुर। अनि हजुरलाई यसको चाहिँ स्वाद मिठो छ होइन? हाम्रो किसानलाई उहाँले चाहिँ भन्नुहुन्छ मैले रेट पाएन यसको भन्नुहुन्छ, यस बारेमा केही छ हजुरको भनाइ? वीरेन्द्रनगर बजारमा त 100 रुपियाँ केजी छ त। उहाँले चाहिँ अहिले यो 30 रुपियाँमा बेच्न, 25मा बेच्न बाध्य हुनुहुन्छ। 25 रुपियाँमा लगेर मैले पनि बिहान मात्र किनेको 60 रुपियाँ केजी किनेँ। हजुर। अब उहाँले चाहिँ भन्नुहुन्छ मैले 25 रुपियाँ केजी मैले यहाँ बेचिरहेको छु भन्नुहुन्छ। के छ हजुरको यसमा? यहाँ बारीमा त्यही 25-30 रुपियाँ केजी बेचिरहेछौँ। मन्डीमा लिँदा त्यति मूल्य छैन भन्छन्। धेरैमा धेरै मन्डीमा 20 हालिदिएला नि जस्तो छ। एकपल्ट मन्डीमा लिएको 1.5 कुइन्टल त्यो दरै हालिदिएको छैन, बिल मात्रै आइएको छ। गएर पछि अब त्यो साउजी थिएनन् त्यति बेला, हाल्छन् होला छैन। अहिले भक्तपुरबाट आएको भक्तपुरी काँक्राले यहाँको चाहिँ काँक्रा ड्यामेज बनाएको छ भनेर भन्छन्। अब भक्तपुरबाट कस्तो काँक्रा आयो? गत वर्ष हाम्रो झुब्राको काँक्रा विषादी हाल्यो भनेर धेरै प्रचार गरिदियो। त्यही भएर अहिले झुब्राको किसानले हामीले विषादीको हामीले एउटा नाम निशाना लगाएको छैनौँ। काँक्रा पनि यस्तै छ, अलिक विषादी नभएर अलिअलि किराले टचर गरेर यहाँ अलिअलि यस्तो यस्तो भइरहेको छ, धेरै फैलाउन पाएको छैन। त्यस्तो अवस्था छ। तपाईहरुले यसलाई चाहिँ अर्ग्यानिक अहिले चाहिँ ठ्याक्कै हाम्रो जुम्ला जाजरकोट जस्तो अर्ग्यानिक काँक्रा छ झुब्रामा। ल अहिले यो वर्षको उसमा काँक्रा धेरै छैन, तर अर्ग्यानिक काँक्रा छ झुब्राको काँक्रा। तपाईको यहाँ आउने बस्न चाहने मान्छेको लागि केही व्यवस्था गर्नुपर्छ बस्ने, उनीहरूलाई चाहिँ केही पिकनिक स्पटहरू केही व्यवस्था छ यहाँ नजिक? त्यस्तो त केही गरिया छैन, गाउँघरको कुरा हो। खोलामा आउँछन्, आफ्नो जहाँ मन पर्यो त्यही यसो पिकनिक खान्छन्, आउँछन्। तपाईको यो एरियामा केही बस्नलाई केही छ कि नै व्यवस्था? बस्नलाई व्यवस्था अब केही छैन, अलिअलि नास्ता पसलहरू छन्। हजुर। नास्ता पानी बस्छन्, यसो खोलामा गएर नुहाउने धुवाउने कपडा धुने दिनभरि ऐस गर्ने अनि जाने गर्छन्, त्यही छ। तपाईको फर्म वरिपरि आएर किसान बस्न चाह्यो भने के छ यहाँनिर? कोही मान्छे आयो, ल कोही यहाँ काँक्रा खाम बसौँ वरिपरि आएर बस्नको लागि केही छ शीतलता त्यस्तो व्यवस्था छ कि नै? शीतलता अनेकौँ छन्, छुहारीहरू मजाले रमाउँछन्, खोलामा नुहाउँछन्। यो गर्मीको टन्टलापुर घाममा शीतल हुन्छ। पानीको व्यवस्था पनि छ? पानीको व्यवस्था घर घरै धारा छन् फ्रीमा, जति 24 घण्टा उनले अन अफ गर्न सक्छन्। त्यस्तो बजारको जस्तो चाहिँ बिहान बेलुका त्यस्तो केही छैन हाम्रो। अनि खोलाको व्यवस्था कस्तो? खोला ठुलो सानो के छ? खोला अहिले ठिकै बगिरहेछ खडेरीमा, धेरै ठुलो त छैन, ठिकै छ। नुहाउन धुवाउन कपडा धुन जति पनि व्यवस्थित छ। व्यवस्थित छ है। काँक्रा कसरी दिनुभएको छ? काँक्रामा बारीमा आएपछि 30 रुपियाँ किलो, उता बजारतिर गए 40 रुपियाँ किलो फुटकरमा बेच्छ। कुन भक्तपुर लोकल? भक्तपुर लोकल सबै। अरूको पनि छ, खिरा पनि छ? भक्तपुर लोकल कसैलाई छुट्या छैन मैले, जो चाहेर आउनु। तपाईको कन्ट्याक्ट नम्बर, यहाँ कन्ट्याक्ट गर्न मान्छे आउन चाह्यो भने कसरी आउने त? मेरो नम्बरमा कन्ट्याक्ट गर्ने नम्बर चाहिँ 98 45 35 71 65। फेरि एकचोटि 98 45 35 71 65। यो नम्बरमा कन्ट्याक्ट गर्नुभयो भने यहाँ आउन सक्नुहुन्छ। कन्ट्याक्ट गर्नु भने तपाईँको हाम्रो यहाँ चाहिँ अर्ग्यानिक काँक्रा पनि पाउन सक्नुहुन्छ। यहाँको हाम्रो तपाईँको घर मर्मतको लागि एकदम शुद्ध झुब्रा खोलाको एकदम मसिनो प्लास्टरको लागि बालुवा पनि पाउन सक्नुहुन्छ। ल तपाईहरू यहाँनिर देख्न सक्नुहुन्छ। त्यसपछि कसैको भरनको लागि चाहिन्छ भने माटो गिट्टी पनि पाउनुहुन्छ। उहाँ हाम्रो किसान हुनुहुन्छ, एकदम यो झुप्रा खोला भुच्चोक नजिकै हुनुहुन्छ उहाँको फर्म। हजुरहरू यदि शुक्रबार शनिबार आइतबार बिदा मनाउन चाहनुहुन्छ भने तपाईहरू आउन सक्नुहुन्छ यो ठाउँमा। उहाँको नम्बर दिइसक्नु भएको अवस्था छ। यो ठाउँमा आएर तपाईले काँक्रा खानुहोस्, यहाँनिर आउनुहोस्, पिकनिक मनाउनुहोस्। यस्तो छ हाम्रो पिकनिक स्पटको लागि। उहाँले चाहिँ यहाँनिर यस्तो राम्रो जग्गा छ पारी,
आउनुहोस् बस्नुहोस् होइन। बस्नको लागि पनि धेरै राम्रो छ, खोला बगिरहेको छ, कलकल खोला। यहाँनिर पिकनिक स्पटको लागि राम्रो ठाउँहरू छ, बस्नलाई पानीको सुविधा छ। बिदाको दिन मिलाउनुहोस्, आउनुहोस् बस्नुहोस्, काँक्रा पनि लिनुहोस्, जानुहोस्, आफै बारीमा आएर टिप्नुहोस् अर्ग्यानिक काँक्रा। यो चाहिँ तपाईँको विषादीरहित काँक्रा। सुर्खेतको परिप्रेक्ष्यमा भन्नुहुन्छ भने अहिले धेरै विषादीहरू युज हुन्छ। यो ठाउँमा आउनुहोस्, तपाईँले बाख्राको मलहरू युज गर्नुहुन्छ, झुप्रा खोलाको पानीभन्दा अरू केही युज भएको छैन। तपाईँहरू आएर हेर्न सक्नुहुन्छ हाम्रो मेहनती किसान, हाम्रो दलबहादुरजीको हामी फर्ममा छौँ अहिले। यहाँनिर आएर हामी हेरिरहेको अवस्था, देखिरहेको, घुमिरहेको अवस्था। हाम्रो जाजरकोटदेखि पनि सरहरू आउनुभएको छ अहिले। उहाँहरू पनि काँक्रा लिनलाई यो वीरेन्द्रनगरको यात्रामा हुनुहुन्छ उहाँहरू। यो यात्रामा आउने क्रममा यो फर्ममा पस्नुभएको छ। उहाँले चाहिँ यहाँको चाहिँ केही प्रतिक्रिया दिइसक्नु भएको छ। हजुर नमस्कार आन्टी, आराम हुनुहुन्छ? कस्तो छ खोलाको बसाइ? हो, चोर कतिको लाग्छ? चोर कुर्नुपर्छ है। राम्रो फाइदा पनि छ नि त है। दुःख गर्नुभएको छ, मेहनत गर्नुभएको छ, दुःख जति आम्दानी छैन है। अब आउँछ हाम्रो कामना हजुरहरूलाई। राति एकजना सुन्ने एकजना कुर्नुपर्छ, यसै आउँछन् चोरहरू। चोर छन् हजुर, चोर छन्। त्यही भएर उता हेर्नु न, त्यस्ता कटेर गरेर सुतिरहेको छ। ठिक छ, धेरै राम्रो। हामी देख्न सक्छौँ यहाँनिर यसरी चाहिँ यो यहाँ चाहिँ अलिकति चोरको पनि बिगबिगी रहेछ रातिको समयमा। त्यही भएर यस्तो यो चाहिँ हाम्रो संरचना बनाएको हामीले बुझ्न सक्यौँ। यहाँनिर चाहिँ यो काँक्राहरू टिपेर यसरी राख्नुभएको छ।